आनो आनो अम्बो खतरा हान्दे यार केटा हो गाडमा घाउ है ओइ 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 बाफ्रे केटाहरू त रनिङ हान है ओइ दामी 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 हानो हानो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग आज पनि आइसकेको छु न्यू डे एन्ड न्यू ब्लगमा आज चाहिँ हामी कहाँ छौँ अरे केटा हो इटरीको भेटघाट चोकदेखि अलिक मासतिर भेटघाट भइसकेको छौँ दुईजना हिरोहरू भनेको इटरीको अरू भनेको हामी रैथाने धरानी अब यहाँदेखि टक्क खेल्दै जानुपर्ने हुन्छ तल गाइज बाटो एकदम राम्रो छ होइन घामले चाहिँ आज लास्टै दिमाग खराब गरिसकेको छ स्केट रेडी छ भाइब रेडी छ गियर अप एन्ड लेट्स गो गाइज ल आयो आयो सर र मिलेर टक्क केटाहरू ल गयो 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 क्रस हुआ केटाहरू सबैजना मजाले बबाल लाग्यो आज चाहिँ सबैजना दमदार तरिकाले बवाल तरिकाले खेल्न आइसकेको छ गाइज हाम्रो कम्फू मास्टर यता छ ल छोड्यौ छोड्यौ लाग अगाडि मोबाइल चाहिँ जहिले मेरो हातमा हुन्छ सबैजना केटाहरूको ओ माई गड माइकल ज्याक्सन ज्याक्सन माइकल गयो गइसक्यो केटाहरूले छोडिहाल्छ एकैछिनमा ल विपुन भाइको ब्याक स्वाइक स्लिप आम्म बवाल बवाल ल नाइस हान्दे यार स्वाइक स्लिप बवाल बवाल कस्तो हुँदैछ अब हुन्छ हो ल गाइस देख्न सक्नुहुन्छ अब केटाहरू टक्क लाइने बेला बेलामा गाडी आइरहेको हुन्छ त्यही भएर जोगिँदै खेल्नुपर्ने हुन्छ गाइस मारो 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 बबाल स्वाइक स्लिप ओए आगो आगो अनि केटाहरूले त औडा गर्छ नि यार अम्बो उज्जवल हिरोको बबाल स्वाइक स्लिप अगाडि पछाडि स्वाइक स्लिप नै स्वाइक स्लिप दामी दामी ल कन्ट्रोल ओभर बढेको रहेछ है विपिनको चक्कै कुदिरहेको छैन त्यही भएर म पनि ओभर पछाडि पछाडि परिरहेको छु दामी 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 हानो हानो ओए कारलाई पनि छोड्दैन यार केटाहरूले गयो गयो अगाडि अगाडि उज्जवल सुजले लास्ट धोका दिएको अवस्था हो सुजले धोका दियो ओए पाइलटको बाटोमा धुलो तिमीले जस्तो 360 त यो भाइले हान्छ हो एरीको 360 हान त सेम हानिन्छ हौ गुड दामी दामी गाई बवाल ओके बिस्तारो खेल्नुपर्ने हुन्छ ल यो हाम्रो सानो भाइ चाहिँ भाइरल बोय रहेछ तपाईँहरूले चिन्नै भएको होला भाइ केही भनिदेऊ ओए म्याक्का भाइ त हाँस्यो यार लडेकोले ल कला सला देखाइदेऊ हो ब्याकवर्ड हान ल सिम्पल ल दामी सफारी आउँदैछ है टक्क मिलाएर गुड यसरी पहिला खेलेको थियौ कि थिएनौ बाहिर आउटडोर ल ठिक छ बबाल स्वाइक स्लिप हान्दैछ यहाँ भाइले चाहिँ फेरि हाम्रो स्वाइक स्लिप हाने दामी पाराले अम्बो यार ओए के हो यो बाफ्रे केटाहरू त अगाडि अझै हानेको हानै छ यार सकै गुड्किँदैन नि के गर्ने यार उहिले नकुदेको बेला म अब खेदाउनु पर्ने ल ठिक छ
ए केटाले गर्छ चलफल ए ए ए ए दाइको चाहिँ जुत्ता चेन्ज गरेको हुनाले मेन कुरो भनिदिउँ दाइ मेन कुरो हाम्रो जुत्ता अघि आउँदाखेरि ट्याक्क लागि हाम्रो स्केट लभर बोईलाई पर्खिँदै गर्दाखेरि हाम्रो दाइको अनि स्केट लभरको सुज हराएको छ है त्यही कारणले आज जुत्ताहरू एक्सचेन्ज भएर खेलेको छ त्यही भएर मलाई चाहिँ गाह्रो छ यहाँ हिलोमा खेलेको चाहिँ अस्ति हिलो यति जामेर टेन्सन छ रोड दामी छ तर गर्मीले गरेर अलिक गाह्रो बनाइरहेको छ हामीलाई आमा पसिना हेर्नु गाइस सक्नुहुन्छ तपाईँहरूले यस्तो भइरहेछ टन्टाला पुलमा कहिले खै देखा त मजाले हाम्रो आज दुईजना नयाँ मेम्बर थपिनु भएको छ दुईजना होइन नि एकजना पहिल्यै खेल्ने हो केटा हो गाडमा घाउ है हाम्रो उचाल तातिसकेको छ हामी चाहिँ नयाँ ठाउँमा रोल प्ले सेभ स्केटर सेभेज स्केटर गाउँले इटरीमा केटाहरूको चलपल बवाल छ पसिनाले देख्न सक्नुहुन्छ गाइस छ्याप्पै भिजिसकेको छ के भयो अब ल बाटै ढाकेर केटाहरू मजाले ओइ 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 आनो आनो अम्बो खतरा हान्दे यार कडा आनो कडा हो बवाल यहाँबाट स्वाग हान्दै झर्नुपर्ने हुन्छ म तल जान्छु ल तल हान्दै आउला केटाहरू स्वाग स्लिप हान्दै चाहिँ यहाँनिर मैले दामी क्लिप निकाल्नु पर्ने हुन्छ गाइस अब आयो बवाल यार टर्निङ हान है दामी बवाल ओइ म्याक रनिङमा दामी स्किल्स हानिसकेको छ केटाहरूले गुड्केकै छैन हौ भाइ विलले साथ दिएको छैन क्या त्यस्तै हो के भने हान ल बवाल विपिन भाइको डेन्जर अब स्वाग स्लिप दामी कडा बवाल छ ल ठिक छ गुड पर्ख केटाहरूलाई ओभर गल्ले कसम कस्तो भयो आजको भयो राम्रै भयो सोचेको भन्दा राम्रो भयो हो माया भनेको यस्तो हुन्छ है एकजना फ्र्याक्चर भएको अर्कोले पुरै ठेलिदिँदैछ यस्तो हुनुपर्छ गाई स्केटर भनेको अगाडि दुईजना गाँसिरहेछ दुईजना यहाँ कस्तो पसिना आएको यार बाफ्रे सब उस्तै हुन्छ यार यताको बाटो त छुट्याउनै सकिँदैन हौ अहिले भर्खर आएको बाटो पनि अहिले नै बिर्सिने क्या यहाँको स्केटले कुच्चेर यहाँ आन न ओए दामी घोटा लभली ल सुपर यार बवाल ओए दामी ल जम
गाइस केटाहरूले चाहिँ कसैले सुज खोलिसक्यो उता भाइले लगाइरहेछ यता खोल्दैछ हाम्रो चाहिँ यही हो नि त को लोकेसन हाम्रो डाइरेक्ट यही हो अँ तपाईँहरू धरान अँ के हो ल स्पेसल केही भन्नु आँटो होला भनेको त त्यति मात्र भन्यो ल गाइस आजको भ्लग कस्तो थियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब के मन लाग्छ सबै गर्नु होला अब योभन्दा नेक्स्ट भ्लग चाहिँ फेरि बुम हुनेवाला छ त्यसको लागि त्यतिन्जेलसम्मको लागि थ्याङ्क्स फर वाचिङ टुङटुङ ट्याडा